रन्डीको छोरो माथिको झन्डा हान्दै भयो रन्डीको मानले त ओइ हेलो सबैलाई भिडियो गाइस आज हामी बात गर्नेवाला छौँ नेपालको आज अहिलेको नयाँ यस्तरी चर्चित भएको न्युज जसरी हजुरलाई थाहा नै छ। हजुरहरू थम्बनेल टाइटल र थम्बनेल हेरेर थाहा पाइ नै हाल्नुभएको छ। त्यही भएर ल त सुरुमा तपाईँ यो भिडियो हेर्नुहोस्, फेरि हामी यसको बारेमा अझै बात गर्छौँ। रन्डीको छोरो माथिको झन्डा हान्दै भयो रन्डीको मानले त माथिक्ने खाते रन्डीको छोरो माथिक्ने जाउँ त जाउँ। के गरे आएको यो तपाईँ कति तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति उ गरेर यति मिसले मर्छ विचार गर है स्पिड हैन तिमीले हेपेर आएको तिमीले त नखाएछ मलाई हैन आए पनि तिमीले म जे पनि गर्दिछु यहाँ त्यस्तो हैन दाइ त्यस्तो भन्नुहुँदै हैन दाइ तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगरेर आफ्नो छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन हैन तपाईले त्यसरी पेलेर आउनु भएको अनि मैले ओभरटेक देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक देखेन त्यहाँ मैले पेलेको रानीको छोरा ओइ के खेल्छस् खोला हातले म उताले हाले मर को खेल्छस् ला 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 खेल्छस् ह खेल्छस् ह रानीको छोरा यार तपाईँ छोड दा यार तू गर्छस् ह हैन दाइ के भनेको छैन दाइ यार कहाँ तू गर्छस् तले के गर्छ भने हेपेको मलाई हैन तपाईले त्यसरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हो दाइ देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेकर देखेन त्यहाँ मैले पेलेको रानीको छोरा मान्छे के खेल्छस् म उताले हाले को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थोर दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ सरी दाइ यार सरी भयो दाइ सरी ल हाम्रै गल्ती भयो सरी दाइ यार सरी दाइ भयो हो तपाईँले हान्नु भएन गोप्रो के गरेको छैन आउनै छैन दाइ यार तपाईँ हावा हेर्छ सरी दाइ यार ल हाम्रै गल्ती भएछ त्यस्तो होइन दाइ त्यस्तो हेपेकै छैन दाइ यार तपाईँ केही भनेकै छैन दाइ केही भनेकै छैन दाइ यार तपाईँले भाइ प्लिज क्या दाइ यार छैन नि दाइ हेपेको यार केही भनेको छैन दाइ यार हामीले ओभरटेक गरेर छु को तिमीहरू कोही पनि होइन दाइ हामी हुन त के हुनु नि दाइ हुन त के हुनु नि दाइ हामी त के होइन नि दाइ सरी दाइ यार हामी सरी दाइ ल सरी सरी दाइ ल हाम्रो गल्ती भएछ सरी सरी दाइ हाम्रो गल्ती भएछ सरी दाइ ल सरी दाइ यार सरी दाइ यार चाबी दिनु सरी दाइ मेरो हाम्रो उताबाट कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन मैले पनि पेलिदिएको हो हाम्रो गल्ती भयो तिमीहरूले पेलेको तिमीहरूलाई दाइ भयो ल सरी ल कहाँ तिमीहरू हेर्नु फुकाल त मेरो हाम्रो हेर्नु फुकाल जहाँ सुइगोस् कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन फुकाल नि घुम्न लागेको दाइ कसम भगवान् कसम दाइ घुम्न लागेको हो क्या हामी घुम्न दम्बा किन देखाएको मैले मलाई दम्बा किन देखाएको त्यस्तो देखाएकै छैन दाइ तपाईँले म ओभरटेक गरेर छु दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ प्लिज दाइ यार के मैले ओभरटेक गर्नु मेरो गल्ती थियो होइन ल हाम्रै तिम्रो मेरो डिस्टेन्स कति थियो मैले यता क्लोजमा मैले ओभरटेक गरेको होइन नि त्यस्तो दाइ ल हाम्रो गल्ती भयो सरी दाइ यार प्लिज तिमीले त मलाई के सोचेर कसले हात हाल्नु तिमीले होइन तपाईँले ल त हात हाल्नु भयो नि त अनि
ढोग्रो बन्द अथवा तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढाएको छु तर मैले त्यो दम्ब कहिले पनि देखाएन कति पर्छ मुची बाइकको तर मैले जिन्दगी छ नि बाइक चढाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएँ क्या तिम्रो जस्तो यङ एज छ नि मैले पनि क्रस गरेर आएको छु भक्मा विशेष भने नम्बर दो नम्बर दो यसको गर क्या पऱ्यो अरू कुरा होइन नि म ओभरटेक गरेर आएर मलाई बाइक पुरै यसो पेलेर आएर क्या डिस्टेन्स कति थियो थाहा छ तिमीलाई तिमीहरू त्यस्तो बाइक मैले पनि चलाएँ क्या यति तिमीहरूको ज्यान जान्थ्यो यहाँ होइन मैले त्यहाँ ओभरटेक गरेर आएको छु यतिको डिस्टेन्स चाहिँ मलाई पुरै यस्तो गरेर मैले पनि पेलेर आएको क्या फर्केर आएको मैले यसलाई हात लगाउँछु कसले हात लगाउँछु फुर्ती नलगा मुची तिमीहरू चिन्ता लाइन ल्याएर खेल्छु मुची म देऊ भक्मा हाली सोना माछी खोजी मारिदिन्छु फेरि जर गर एउटा मुची गोब्रो गएर मुची पचास साठी गोब्रो बोकेर बेलाको गोब्रो बोकेर म चाहिँ कुद्न लाऊ यो दम्बन नदेखाऊ मर्छ मुची ज्यान जान्छ आफूले रिस हुन्छ क्या बाइकमा त्यसरी चलाउने तिमीले कति बेला राम्रो हेर त्यहाँ सेल्टस बनाइदिनु म खरपाटी फोन गरेर सेल्टस मुची मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँ सुकेबाट आउन आफ्नो कोहीमा चलाउन तिमीले यस्तो बेला तो डर दे यार त्यो होइन त मलाई रिस उठ्छ यता माग हामी त बिस्तारै आइरहेको थियौँ भाइ त्यही पनि बाटो थाहा छैन भाइ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएको अरूसम्म आएको पनि थिएन भाइ आफू त मर्छ अरूसँग मार्छ हामीले पनि चलाएको छ मजाले चलाएको छु मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगज्याग मैले कसैले देखाइनँ मैले आफू त परेको अरूसँग पार्नु भइहाल्यो अब सुन्न सरी भनिहाल्यो जब त्यसरी नचलाउ बाइक पुरा चलिसक्यो त्यसरी नचलाउ राम्रोसँग चलाउ आफू पनि बस्छ अरूलाई पनि बस्छ अब नजाउँ साथी यही रहेछ आजको स्पिड रहेछ के किन गर्ला जस्तो कसले हातले भन्छ मलाई त्यसो त पारो त त्यो बेलामा म त केही भनेको छैन दाइ सरी भनिरहेको छु दाइ तपाईँले तिमीहरूले मलाई के पनि गर्छ नि भाइ मलाई आँखा चिम्लेर बस्नु मलाई हान्देऊ ल म छेडिदिन्छु मलाई ढालेछ भने पनि त्यस्तो होइन दाइ यार हामीले त हान्ने कुरै गरेको छैन मान्छे आउँछ तिम्रो छैन होइन घाउ त गाडीवालाले घाउ लाग्दैन घाउ लाग्यो त बाइकवालालाई हो क्या आफू सेफ भएर हिँड्नुपर्छ बाइक बाइकवालाले आफू सेफ भएर हिँड्नु हो क्या सिसीको छुने बित्तिकै आफूले घाउ लागिहाल्छ के भन्छ दाजु अब कहाँ जाने खराब नगरेर जाऊ ल त गाइस तपाईँले भिडियो हेरेर बुझिसक्नुभयो होला के भयो भनेर राइडरहरूसँगै हुन त धेरै गलत भयो नाइन्साफी हो यस्तो यस्तो गर्नु त होइन यो त सिधा हो यो कारवालाको दादागिरी हो यो अरू त केही होइन कारवालाको दादागिरी हो त्यसलाई यसरी अगर सोच्नु त्योबाट अगर त्यो बाइकवालाले थोडा नकटायो के हुन्थ्यो त बाइकवाला त खतम हुन्थ्यो नि पुरा खतम थियो बाइकवाला यो कारवालाको यस्तो दादागिरी हो अरू एक बात अझ मलाई यो थाहा चलेन कि फेरि यो एक बातसम्म भएन फेरि मलाई जब त्यसले कटाइसक्यो नि त्यहाँबाट कारवालले फेरि त्यसले मुडेर जान के जरुरत थियो बाइकरलाई ल मैले माने सम्झाउन लाग्यो होला नि कि त्यो गर्ने भनेर सम्झाउनु फेरि जब त्यो कुटिरहेको छ फेरि तिमीहरू के गरिरहेको छौ यो सोचिरहेको छु कि मतलब तिनीहरू के गरिरहेको छन् ल एकचोटि पिट्यो ठिक छ दुईचोटि पिट्यो ल ठिक छ तेस्रोचोटि पिट्यो भने फेरि किन त्यो गरेको कि फेरि एक त एक आमा बाउको गाली एक त एक आमा बाउको नाम लिएर गाली दिइरहेछ अरू त्यस्तोमा तिमीहरू चुप कसरी छौ कि म यो सोचिरहेको छु कि
ल त अब हाम्रो मिस्टर हिस्ट्री दाइले पनि हो कभर यस्तरी न्युज कभर गर्नुभएको थियो। अब तिनको नयाँ ब्लगमा थाहा चलिसक्यो यस्तरी तिनीहरूले पुलिस थानामा यस्तो रिपोर्ट लेखाउनु छ। रिपोर्ट लेखाउनु छ भने राम्रै हो। अब फेरि यही हो यो बाइकर कम्युनिटीको लागि थोडा राम्रो छैन बस त्यही हो। अब म यति नै भन्न चाहन्छु। ल त ब्लग एन्ड गरिदिउँ अब यति नै। ज्यादा लामो भइहाल्छ ब्लग फेरि।